हामी चाहिँ कुन सुरुङ दोली महादेव थान जाँदैछौँ। वाउ नाइस ठाउँ रहेछ। कठिन छ, पेन्टहरू चाहिँ अलिअलि जारी छ। ल ठिक छ नाइस छ। आया भन्नु हुँदैन, टाउको ठोक्यो भनेर आयो भनेको। ल ठिक छ, हो रहेछ खतरा भन्दा पक्का पक्का बत्ती बाले छ यार, तार टेक्ला नि। हजुर हजुर पहिला दुध चुइन्थ्यो रे अनि एकजना महिलाले हात थापेर खाएको रे अनि त्यसपछि पानी झर्यो। हिँड्नु हिँड्नु अलि पाक्लो भयो, अक्सिजन पुग्दैन। त्यो छैन हो, यस्तो भन्ने मान्छे पनि चाहिन्छ। बत्ती बाले छु। 110 मिटर लामो छ। कति किलोमिटर? 110 भनेको कहीँ 1000 मिटर हो नि त। म सिक्न सक्दिनँ त। यहाँ उब्लिनु त्यसपछि यहाँ हेर्दै बस्न मिल्छ तपाईँ, यसो निउरिनु पर्यो नि यहाँ। ठिक छ, करेन्ट सर्ट भयो क्या, नत्र हामीले बत्ती ल्याएको छ। यसले पाइपमा राख्नु पर्नेछ। पुरै बत्ती हालेको थियो त। पाइपमा राख्नु पर्यो जाउँ छ के भाइ माइकल म बड्दाखेरि चाहिँ यार उठाउँदैछ। ढोका रे के यो चाहिँ ढोका रे। यहाँको ठ्याक्क यो ढोका भयो। यहाँबाट बाल्टी निस्किने ठाउँ चाहिँ त्यहाँ देखाइदिनु। मेन छेमा पनि त यहाँ हो नि। माइकल विनोद मोबाइलसँग ईश्वर महादेव जय उभिने हेर्नु त माथि हेर्नु त रहेछ नि त। क्या भाइ अप्ठ्यारो म देखाउँछु ल। अप्ठ्यारो चाहिँ हल्का हो। यस्तो यात्रा गरेपछि माइकलको पैसामा के हुन्छ यस, अहिले चाहिँ बहिनी सही भनेको। म कहाँ छिरेको म भनेर माइकलले लिएर आएको आज। ल त अफिस बिस्तारै ल। ओके ओके। माइकल ओके है। मेरो कान्छी बुढीले ल्याएको भए आज त्यो रुन्थ्यो मेरो बुढी चाहिँ बिचरा कान्छी। लामो छैन नि यस्तो नलमा हात्तिन्छ। एउटा एक ठाउँमा ल निक्ली। भाँचे भयो होइन। हजुर। यो अर्को यो ल्याएर राखेको यो भाँचे नि यत्रो सानोबाट यत्रो ठुलो भइसक्यो भने यो। ओहो, तल हामीले हेर्दाखेरि तल भुइँमा थियो दाइ तपाईँले कन्टिन्यू बोलिराख्नुहोस्। सानो सानो यता अच्छा यो जोडी हुन्थ्यो कि हजुर। त्यो भाँचिएर त्यो खैरी लाएर भाँचिदियो भने कति भाँच्यो भाँच्नु बाहिर लानु लागि दाइ छोडेर ए विदेश लानलाई विदेशीहरू ल्याएर हेर भाँचेको भएर अनि पछि थपेको। निक्ल्यौँ अब। पहिला अगाडि यो एउटा मात्रै, धेरै नाम। म जान्छु अगाडि, म फोटो खिच्छु। ल त्यता हेर्ने यस्तो रहेछ। खाइदिउँ है एउटा खाइदिनु भगवान् माफ गर्नुहोस्, जानिन रक्षा गर है भगवान्। रक्षा गरौँ, जानी नजानी माफ भयो। फुलको थुम्ने बोक्नु घरमा केरा चाहिँ एउटा खुम्बी है यस्तो रहेछ गुफा यहाँनिर। पन्ध्र मान्छे त्यो केरा टान्दिनु रोशन दाइ, हजुर। त्यो केरा टान्दिनु माइकलले ल भगवान् पर्छ। प्रसाद खाऊ ल, बिग्रिन्छ। यहाँ पाला चाहिँ निक्लिन्छ चाहिँ अब ननिक्लिनु। यता यता तपाईँ यता बस्नुहोस् न। म यहाँ आउनु यहाँ माछा पकडी यहाँ निस्किने कुरो गरेँ होइन। पहिला है यहाँ माछा पकडी हो हो हो। हो रतन दाइ अझै नै के पसर त। अनि खाऊ खाऊ। नआउनुहोस्। नआउनु न एकछिन। साह्रै गाह्रो भयो। हेर न, आएँ भनिदिएर मेरो खुट्टा छिटो छिटो हिँड्नु पर्यो। उहाँहरू चाहिँ आउनलाई पालो कुर्नु भएको। हामी जान सक्छौँ त मजाले। ठाउँमा 1800 यहाँ त यतिकै हिँड्न सकिहाल्छ नि बिउ चाहिँ भयो भने फेरि मलाई यस्तो
आमा यो जाम ल त छोरो बाज के छोरो जान्छ भनेर पख मान्छे आउँदै हुन्छ होला